एकादेशमा एउटा सुन्दर बगैँचा थियो। त्यस बगैँचामा रङ्गीन फूलहरू फुल्थे र ती फूलहरूमा माउरीहरू बिहानदेखि साँझसम्म मह सङ्कलन गर्न व्यस्त रहन्थे। त्यो माउरीहरूको नेत्री एकदम बुद्धिमान थिई। ऊ आफ्ना साथीहरूलाई भन्थी, हामी सबै मिलेर काम गर्छौं भने मात्र महको घार ठूला र मिठा बन्नेछ। एक दिन एउटा आलसी माउरीले भन्यो, कति काम गर्ने, म त आराम गर्छु, र ऊ फूलमा गएन। तर केही दिनमै जब वर्षा पर्यो र सबै माउरीहरू आफ्नो घारमा मह खान थाले, त्यो आलसी माउरीसँग खाने केही थिएन। ऊ भोकले थकित भएर नेत्री कहाँ गयो र माफी माग्यो। नेत्री माउरी मुस्कुराई र भनिन्, गल्ती गर्न सबैले सक्छन्, तर त्यसबाट सिक्नेले मात्र राम्रो माउरी बन्छ। त्यसपछि त्यो आलसी माउरी पनि मेहनती बन्न थाली र सबैसँग मिलेर काम गर्न थालेपछि घार अझ मिठो र बलियो बन्यो।